साथै यसैगरी यो विद्यालयमा बालबालिकाहरूलाई जसरी निरन्तर रूपमा योगको माध्यमबाट यहाँनिर प्रशिक्षण गरिरहनु भएको छ, आगामी दिनमा पनि उहाँको यो योगप्रतिको निष्ठा त्यो निरन्तर कायम रहिरहोस्। हामीले पनि व्यक्तिगत रूपमा उहाँ यहाँ योगको एउटा प्रशिक्षक यहाँ भएको कारणले गर्दा त्यो प्राप्त गर्न सक्यौँ। व्यक्तिगत रूपमा मैले चाहिँ एउटा आफूलाई साँच्चै भन्ने हो भने योगको माध्यमबाट नयाँ जीवन प्राप्त गरेको महसुस गरेको छु। किनभने यतिखेर एउटा स्वस्थ रूपमा म आफ्नो जीवन चलाइरहेको छु। एउटा लामो समयसम्म हस्पिटलको यात्रा गरेको मान्छे अहिले चाहिँ 2 वर्षदेखि करिब अब मैले हस्पिटल जानु परेको छैन, कुनै औषधि खानु परेको छैन। म एकदमै स्वस्थ रूपमा आफ्नो जीवन चलाउन सकेको छु। त्यसमा पनि हाम्रो योग शिक्षक आदरणीय सुजित सरको योगदान छ। किनभने उहाँसँगको एउटा सान्निध्यताले गर्दा यो योगप्रति आकर्षित भयो। अब निरन्तर रूपमा त्यसलाई आफ्नो दिनचर्या जीवनचर्या बनाइराखेको छ। यसै गरी यो योगको माध्यमबाट अरू हाम्रो योगप्रति रुचि राख्नुहुने सबै महानुभावहरूलाई पनि निरन्तर रूपमा उहाँले आफ्नो योग साधना प्रदान गरिरहनु भएको छ। यस्तै निःशुल्क रूपमा उहाँले जुन प्रयत्न गरिरहनु भएको छ, यो उहाँको एउटा दिव्य सहयोग आगामी दिनमा पनि निरन्तर रूपमा चलिरहोस्। उहाँको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना म सम्पूर्ण साधकहरूको तर्फबाट उहाँलाई दिन चाहन्छु। हवस् त, धन्यवाद। सामान्यतया नि मैले अनुभवमा चाहिँ शरीरमा रोग पस्ने 2टा कारण हुन्छ है। एउटा अब शरीरलाई जुन चलायमान बनाउनु पर्ने, क्रियाशील बनाउनु पर्ने शरीरका बाहिरी अङ्ग भित्री अङ्ग होइन, शरीरलाई मनलाई स्वस्थ राख्नुपर्ने, त्यसका निम्ति गरिनुपर्ने अभ्यासहरू व्यायामहरू एउटा हाम्रो चाहिँ खानपानको शैली हो होइन त। खानपानको माध्यमबाट कि खाना कि पानीबाट प्रवेश गर्ने हो नि त। अब कि त हामीसँग एउटा स्ट्रेस ज्यादा लियौँ अनि शरीरलाई हामीले चाहिँ जुन व्यायाम दिनुपर्ने त्यो दिएनौँ भने पनि के हुन्छ। यदि यो 2टा कुराबाट जन्मदिनको अवसरमा भन्नुपर्ने भन्दाखेरि म पनि योभन्दा अगाडि जतिखेर यो योगको साधनाको सहारा लिएको थिएन, त्यति बेला मलाई पनि विभिन्न प्रेसर पनि थियो, थाइरोइड पनि थियो, थुप्रै रोगहरू थियो र त्योबाट म पनि जुझ्दै थिएँ। अनि त्यसकै सन्दर्भमा मलाई यतिको आज कटारीमा आज यो स्कुलमा पनि मलाई टिचर भनेर कम तर योग शिक्षक भनेर बढी चिन्नु हुने सम्पूर्णलाई मैले एउटा यो छाप दिएछु। त्यो छापको पछाडि भन्छ नि कसैको हात हुन्छ, वास्तवमा यसको पछाडि उहाँ हाम्रो बालकृष्ण सरको नै हात हो। किनभने उहाँले नै मलाई एकचोटि यो मानव धर्म सेवातिर योग प्रशिक्षण चलिरहेको थियो अनि उहाँले र काशी सरले नै मलाई भन्नुभयो कि सर एकचोटि आउनु पर्यो त्यता। अनि त्यहाँ गएर मैले 1-2 दिन हेरेँ अनि मैले पनि युट्युबबाट पहिला थोरै हेरी गर्थेँ, पहिला पनि गर्थेँ तर त्यतिको प्रशिक्षित थिएन। अनि सरले नै त्यहाँ जोडेर अनि सरले नै पुरै उदार भएर मलाई हरिद्वारसम्मको पनि यात्रा सरले नै गराउनु भएछ। यसको म पुरै सम्पूर्ण श्रेय सरलाई नै दिन्छु। किनभने यदि उहाँले मलाई यदि उहाँहरूसँग कन्ट्याक्ट नगरेको भए आज म तपाईँहरूको समक्ष यस्तो योग प्रशिक्षक भएर बस्ने थिएन। यसमा पनि उहाँको पूर्ण हात हो र योगमा म त हामी 2 जना भए पनि हाम्रो मन, म सम्पूर्ण विद्यार्थीलाई पनि 1 देखि 12 सम्मलाई भन्छु, म यहाँ स्कुलको बेलामा हामी 2 जना हुन्छौँ तर योगको कुरा गर्दाखेरि हामी 2 जना एउटै हो यो पनि भन्ने गर्छौँ। जसरी उहाँ स्वामीजी महाराज र बालकृष्ण आचार्यजी हुनुहुन्छ त्यसरी नै म यहाँ उहाँलाई नै म ठुलो अब एउटा हाम्रो एजको हिसाबले एउटा हाम्रो बुबाको बराबर नै हुनुहुन्छ। म उहाँलाई
टिचर कम र आफ्नो अभिभावकको रूपमा उहाँले एउटा शब्द पनि भने, जे पनि भरे पनि उहाँको शब्दलाई कुनै पनि कुरालाई कुनै किसिमको मनमा दुःख नखाने त्यसलाई बुबा स्वरूप अभिभावक स्वरूप म त्यसलाई पालना गर्दछु। यसरी नै उहाँको नै यो सम्पूर्ण मेरो यो जीवनको आज यता कटारीभरिमा हाम्रो गाउँठाउँतिर पनि फेसबुकमा पनि यताउति जति बेला म हिँड्दा जताततै जाँदा त्यो योगको जुन चर्चा चलिरहेछ त्यो सबै उहाँको देन हो। र आज म एक्लै हुँदा आज यतिको यो म्यानेजमेन्ट गर्न मबाट सायद सक्षम हुँदैन थियो। म एउटा मात्र प्रशिक्षक बनेर बस्थेँ, तर उहाँको कार्यकालमा मैले यति गरेर उहाँ यो सम्पूर्णको श्रेय उहाँ नै हो। किनभने अब उहाँको अब थोरै दिन छ बाँकी। अब मलाई त अहिले म सबैजनालाई भन्ने हो भने अहिले त जुनसुकै काम म अहिले सर हुँदाखेरि राजा जस्तै गरिरहेछु। अब सर नहुँदा अलिकति कठिनाइ होला। त्यस